माया पिरतीले जिन्दगी चल्छ भाइ। माया पिरतीले जिन्दगी चल्दैन। ठोक्ने भनेको आफ्नो कामले ठोक्ने हो भाइ। ठोक्ने भनेको आफ्नो कामले ठोक्नु पर्छ, यो कुरा त ठिकै हो। तिमीले जो ठोक्दै छौ नि, जुन डान्स स्टेप गर्दै छौ नि, त्यसलाई अश्लीलता भन्छ समाजमा। नालीको किरा मुझे मार्क्स लगाएर हिँड। भाइ डान्स मात्र कहाँ हो र, फेरि तिम्रो बोली पनि त खतरा छ। ठोक्दिन्छु भनेको बोली एउटातिर हुन्छ, फेरि इशारा चाहिँ अर्कोतिर हुन्छ। या यसरी 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 बडा हरामी हो बेटा। यस्तै पाराले त तिम्रो बोलीमा पनि अश्लीलता छ भाइ। नमस्कार साथीहरू, कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ? आज धेरै दिनपछि एउटा नयाँ भिडियो ल्याइकन आएको छु। आज चाहिँ नेपालकै ठकुवा डान्सर त देखेँ, तर यस्तो बवाल डान्सर अहिलेसम्म कहीँ पनि देखेन। आउनुहोस् आज त्यही भिडियो हेर्नु। त्यो भिडियो हेर्नुभन्दा पहिला डिस्क्लाइमर हेर्नुहोस् है। यदि तपाईँहरूलाई भिडियो मन पर्दैन यो मान्छेको भने ठिकै छ, केही फरक पर्दैन, तर मेरो भिडियो चाहिँ जरुर हेरिदिनु होला। बोलेको कुरा एउटा हुन्छ, फेरि हातको इशारा चाहिँ फेरि बेग्लै। या यसरी 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 त खतरा छ भाइ। हैन काटी त यसरी त हो नि। काटी कसले ठोक्छ, ठोक्ने त अर्कै। चुप कर बे कुत्ते। अब दिमागमै गु भरेको छ भने अब राम्रो कुरा कहाँबाट सोच्ने? पहिला आफ्नो दिमागको क्षमता बढाऊ राम्रो कुरा सोच्नको लागि। अच्छा यस्तो गरे नि त, यसलाई यस्तो गर नि त, भइहाल्यो। यसरी ठोकिदिन्छु भन न। थु तिमीहरुको मानव आत्मालाई। अब यो हातको इशारा सिकाउने मान्छे चाहिँ सुनिल छेत्री। सुनिल छेत्रीलाई थाहा भइसक्यो राम्रो मान्छे भएर चल्न सकिँदैन भन्ने। त्यसैले त अब बद्री विष्टको पछि लागेछ बिचारा। इन्डस्ट्रीमा चाहिँ नर्मली चाहिँ मैले देखे अनुसार चाहिँ अलिकति केही नगरिकन त कोही चलेको छ। केही न केही त चटक गरेकै छ। केही न केही गरेको, केही न केही काण्ड चलिरहेको। नेपालमा चलेकै यस्तैहरू छ। किन जाँदैन, सबै ठोक्ने त ठोकाउने त नि। अब यस्ता प्रश्न सोध्ने यो बहिनीहरू यस्तै मान्छेहरूलाई प्रायोरिटी दिन्छ अनि इन्टरभ्यू पनि यस्तैहरूको लिन्छ। दिमाग खराब हो जाएगा, मैं माँ अम्मा बहन पे आ जाऊंगा, मैं इनकी अम्मा बहन पे आ जाऊंगा। चाहियो नि त, चाहिँदैन मार्केटमा। यस्ता पत्रकारहरूलाई पनि थाहा छ नेपाली जनताहरूले यस्तैकै भिडियोहरू मात्र धेरै हेर्छन् भन्ने, भ्युजहरू धेरै आउँछन् भन्ने। अरे बाप रे, ये तो धोती खोल रहा है। अब यो बहिनीले सोधेको प्रश्नमा र यो भाइको रिप्लाई सुन्नुहोस्। मार्केटको डिमान्ड हो राइट। 50-60% मान्छेले हेर्न खोज्छ। हामी मेकर हैन, मेकरले दिनु परेन खोजे जस्तो। यो कुरा त ठिक भने यो भाइले। अब नेपालमा चलेकै यस्तैहरू छ। कला क्षेत्रमा हो या पत्रकारिता क्षेत्रमा हो या राजनीति क्षेत्रमा हो, नेपालीहरूले हेर्ने भनेको यस्तै कन्टेन्टहरू मात्र हो के। अश्लीलता फैलाएर डान्स स्टेप बिगारेर सुन्यो भाइले मसला चाहियो भन्दै छ नि, यस्तै यस्तै मसलाहरू हेर्छ के। यही नहीं, अभी और सुनिए। त्यसैले त मान्छेहरू यस्तैको पछि लागेका छन्। बंद करो हाथ जोड़ के मैं। अनि कहिले देख्नु भएको छ या कहिले सुन्नु भएको छ, यो चाहिँ एकदमै राम्रो कन्टेन्ट थियो। यो भाइले चाहिँ राम्रो गर्यो। बरु यदि कसैले राम्रो गर्यो भने त्यसको विरोध हुन्छ यार, त्यसैको उपरमा केस हुन्छ। ठीक भन्नुभएछ सर, गजब कुरा गर्नुभएछ। यस्तै काम गर्नेहरूको चाहिँ आमा बाबुले पनि गर्व गर्नुपर्ने रे। हामी नेपालीहरू राम्रो चिज हेर्नै चाहँदैन के, राम्रो चिज सुन्नै चाहँदैन, राम्रो गर्नै चाहँदैन। त्यही भएर त नेपालका राम्रा राम्रा नेताहरू राम्रा राम्रा चिजलाई पन्छ्याउँदै यस्ता दलाल भ्रष्टाचारहरूलाई त अगाडि बढाउँदैछौँ। नेपालमा राम्रो चिज गर्ने कोही पनि चाहँदैन। सबैलाई थाहा भइसक्यो राम्रो कुराहरू नेपालमा चल्दैन भनेर। नेपालीहरूको टेस्टै फरक भइसक्यो, टेस्टै बिग्रिसक्यो। त्यही भएर त यस्ता यस्ता मसला ल्याएर परोस्दैछ समाजमा। यस्ता थरी थरीका मसलाहरू पर्छ भने नेपालमा चाहिँ राम्रो चल्ने रहेछ ल। आज गजब बेइज्जती। तिहार तिहार नेपालको संस्कृति सबै बिगारिसके यिनीहरूले। कसैको संस्कार होस्, कसैको धर्म होस्, कसैको जे सुकै होस्, या त नेपालमा गीत बनिहाल्ने। यो भिडियोलाई अन्यथा नलिदिनु होला। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा आएर जरुर भनिदिनु होला। यदि मेरो च्यानलमा हजुर नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब जरुर गरिदिनु होला। धन्यवाद है।